जय मसी। जय मसी। आज हामी एउटा यस्तो भावनामा केन्द्रित हुँदैछौँ जसले हामी सबैलाई कहिले न कहिले गहिरो गरी छुन्छ, त्यो हो डर। हो, डर निकै शक्तिशाली भावना हो यो। हो नि। अनि हामीसँग एउटा स्रोत छ जसले डरको प्रकृति, यसको जैविक जडाहरू र यसलाई सामना गर्ने उपायहरू विशेष गरी आत्मिक दृष्टिकोणबाट केलाएको छ। निकै विस्तृत रूपमा हेरेको छ स्रोतले। हाम्रो उद्देश्य चाहिँ डरलाई अझ राम्ररी बुझ्नु, यसले हाम्रो जीवनमा कस्तो असर पार्छ जान्नु र यो स्रोतले सुझाएका समाधानहरू खास गरी बाइबिलीय शिक्षाहरूमा आधारित उपायहरूबारे जानकारी लिनु हो। हो, अनि कसरी त्यसलाई व्यवहारमा उतार्ने भन्ने पनि। त्यसो भए आउनुहोस् यसबारे अलिक गहिरिएर कुरा गरौँ। हुन्छ। सुरु गरौँ, डर वास्तवमा के हो त? स्रोतले यसलाई परिभाषित गर्न विकिपीडियाको परिभाषा सापटी लिएको छ। विकिपीडिया शैक्षिक जगतमा त खासै सिफारिस गरिँदैन नि है? हो, त्यो त हो, तर पनि परिभाषा उपयोगी छ। यसले भन्छ, डर भनेको कुनै वास्तविक वा काल्पनिक खतराले उत्पन्न गराउने एउटा अप्रिय भावना हो। यसले हामीमा शारीरिक र व्यावहारिक परिवर्तन ल्याउँछ, जस्तै अब भाग्न खोज्ने, लुक्ने वा डरले जमेर बस्ने। हो, त्यो लड्ने वा भाग्ने प्रतिक्रिया भन्छ नि। हो, ठ्याक्कै। मस्तिष्कले खतरा महसुस गर्दा देखाउने त्यही फाइट अर फ्लाइट प्रतिक्रिया हो। हजुर। अनि यो केवल मानसिक अनुभव मात्र होइन नि, यसको त स्पष्ट जैविक आधार छ। ए हो र? कस्तो? स्रोतले मस्तिष्कभित्र रहेको बदाम आकारको संरचना अमिगडाला को भूमिकाबारे बताउँछ। वास्तवमा यस्ता दुईवटा हुन्छन्। अमिगडाला, त्यो सुनेको जस्तो लाग्छ। हो, डर जस्ता भावनाहरू महसुस गर्न र प्रशोधन गर्न यिनीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। उदाहरणका लागि, जस्तो कि राति कोही शङ्कास्पद व्यक्तिले पछ्याइरहेको जस्तो लाग्दा मुटु जोडले ढुकढुक हुन्छ नि। हुन्छ। त्यो भनेको अमिगडाला सक्रिय भएको सङ्केत हो। अर्थात् डर हाम्रो शरीर र मस्तिष्कको एकदमै वास्तविक भौतिक प्रतिक्रिया रहेछ। बिल्कुल। तर यसको प्रभाव शारीरिक तहमा मात्र सीमित हुँदैन होला, होइन त? यो त मनभित्र गहिरोसम्म पस्छ जस्तो लाग्छ। हो नि। स्रोतले यो कुरामा जोड दिन्छ कि डर यति शक्तिशाली हुन सक्छ कि यसले मानिसलाई सोच्न वा कुनै काम गर्नै नसक्ने बनाइदिन सक्छ। साँच्चै सोच्नै नसक्ने? हो, यसले रातको अँध्यारोमा त गाँच्छ नै, दिनको उज्यालोमा पनि हाम्रो शान्ति खोज्न सक्छ। डरले हाम्रो विश्वासलाई हल्लाइदिन्छ, हामीलाई एक्लो, माया नगरिएको र कसैको वास्ता नभएको जस्तो महसुस गराउँछ। त्यो त निकै गहिरो असर रहेछ। यस्तो अवस्थामा स्रोतले आत्मिक उपस्थितिको सेवक, च्याप्लिनको भूमिकालाई महत्त्वपूर्ण मानेको छ। यो किन यति अर्थपूर्ण छ त? च्याप्लिनको भूमिका, उहाँहरूको मुख्य काम भनेकै डराइरहेका मानिसहरूको साथमा उपस्थित हुनु हो। केवल उपस्थित हुनु? हो, केवल उपस्थित। उनीहरूले परमेश्वरको कहिल्यै नछुट्टिने प्रेम र उपस्थितिको सन्देश बोकेर आउँछन्। उनीहरूको भौतिक उपस्थिति नै एक प्रकारको सान्त्वना बन्छ, जसले परमेश्वरको त्यो प्रतिज्ञा नडराऊ, म तिमीसँग छु लाई मानवीय रूपमा प्रस्तुत गर्छ, जुन बाइबलमा 100औं पटक दोहोर्याइएको छ भन्नुभयो। हो, 100औं पटक। यहाँ बुझ्नुपर्ने कुरा के हो भने केवल उपस्थितिले मात्र डर जादुई रूपमा हट्दैन। नि कसरी हट्थ्यो र? तर परमेश्वर साथमा हुनुहुन्छ भन्ने आश्वासनले डरको पकडलाई कमजोर बनाउन मद्दत गर्छ। डरको पकडलाई कमजोर बनाउँछ? हो। स्रोतले रोमी 8 को हवाला दिँदै भन्छ, हामी सबै सृष्टि नै प्रसव वेदनामा छटपटाइरहेका छौं। प्रसव वेदना? हो, मतलब बुढ्यौली, रोग, पीडा र मृत्युसँग जुधिरहेका छौं यस्तो टुटफुटको संसारमा। यस्तो अवस्थामा आत्मिक सेवक परमेश्वरको प्रतिनिधिको रूपमा त्यहाँ हुन्छन्, निराश वा गम्भीर भएर होइन, केवल उपस्थित रहन। केवल उपस्थित रहन। यो उपस्थित हुनुको शक्तिलाई कम आँक्न मिल्दैन रहेछ। पक्कै पनि। स्रोतमा एउटा सानो केटाको कथा छ नि, जो राति डरले सुत्न सकेको थिएन। त्यो कथा निकै मार्मिक छ। बुबाले सम्झाउँदै भने, नडराऊ बाबु, परमेश्वर तिमीसँगै हुनुहुन्छ। अनि बालकले के भन्यो? उसले जवाब दियो, मलाई थाहा छ परमेश्वर यहाँ हुनुहुन्छ, तर मलाई त छाला भएको कोही चाहिन्छ। छाला भएको कोही, कति गहिरो कुरा हो नि। यसले मानवीय उपस्थितिको आवश्यकतालाई कति प्रष्ट पार्छ।
हो, यसले मानवीय साथको महत्त्वलाई उजागर गर्छ। तर यही बिन्दुमा स्रोतले एउटा चुनौतीपूर्ण प्रश्न पनि सोध्छ। के प्रश्न? के हामी परमेश्वरले हाम्रो बाटोमा पठाउनुभएका सबै मानिसहरूको लागि यस्तो उपस्थित हुन सक्छौं? सबैको लागि? यो त गाह्रो कुरा भयो नि। हो, गाह्रो छ। अनि स्रोतले यसलाई योनाको कथासँग जोड्छ। योना, अगमवक्ता योना। हो, उही। उनी एक प्रभावशाली प्रचारक थिए, तर परमेश्वरले उनलाई उनका शत्रु निनेवेका मानिसहरू कहाँ जान आज्ञा दिँदा उनी भागे। हो त है, भागेका थिए। तर किन? किनभने उनी आफ्ना शत्रुहरूले परमेश्वरको क्षमा पाएको हेर्न चाहँदैनथिए। आफ्नै शत्रुले क्षमा पाएको देख्न नसकेर। हो, प्रश्न यही हो के हामी आफूले मन नपराउने, सायद घृणा गर्ने वा शत्रु ठान्ने मानिसहरूका लागि पनि परमेश्वरको प्रेम र उपस्थितिको प्रतीक बन्न तयार छौं? आत्मिक सेवकहरू त चर्चको सुरक्षित पर्खालभन्दा बाहिर जान्छन् नि। कहाँ कहाँ पुग्छन्? पुलिस स्टेशन, अस्पताल, जेल, मृत्युको मुखमा पुगेकाहरूसँग, जहाँ पीडितहरू हुन्छन्। क्या हामी पनि त्यस्ता ठाउँहरूमा त्यस्ता मानिसहरूसँग उपस्थित हुन तयार छौं? यो हो खास चुनौती। यो साँच्चै गम्भीर र मननयोग्य प्रश्न हो। उपस्थिति बाहेक स्रोतले डरमाथि विजय पाउन बाइबलका पदहरू कण्ठ गर्ने र प्रयोग गर्ने कुरामा पनि निकै जोड दिएको छ, हैन त? हो, एकदमै। स्रोतमा डरसँग सम्बन्धित करिब 50वटा बाइबल पदहरू सूचीकृत छन्। 50वटा? अनि NIV बाइबल संस्करणमा त 300 भन्दा बढी यस्ता पदहरू पाइन्छन् भनेर उल्लेख छ। 300 भन्दा बढी? डरको बारेमा यति धेरै? हो, यी पदहरूमा पाइने मूल सन्देशहरू उस्तै छन्। परमेश्वरको नजिकको उपस्थिति, म तिमीसँग छु, उहाँको असीम शक्ति, उहाँले दिने डरको सट्टा प्रेम र आत्मसंयमको आत्मा, तु तिमोथी 1:7 छ नि। हो, प्रेम, शक्ति र आत्मसंयम। अनि परमेश्वरको सिद्ध प्रेमले डरलाई हटाउने कुरा, त्यो 1 यूहन्ना 4:18 सिद्ध प्रेमले डर हटाउँछ? हो। अनि मानिसको सट्टा परमेश्वरको भय मान्नुपर्ने कुरा मत्ती 10:28 छ। र परमेश्वरमाथि भरोसा राख्दा डर हट्ने आश्वासन, जस्तै भजन सङ्ग्रह 56:3-4 यति धेरै पदहरू दिनुको पछाडि केही विशेष कारण होला? के डर यति बहुआयामिक छ र? यो राम्रो प्रश्न हो। मलाई लाग्छ हो, डर विभिन्न रूपमा आउँछ नि, होइन र? हो त, भविष्यको चिन्ता, असफलताको डर, एक्लोपनको डर, मृत्युको डर, कति हो कति। ओहो, स्रोतमा दिएका विभिन्न पदहरूले डरका यिनै फरक पक्षहरूलाई सम्बोधन गर्छन् जस्तो लाग्छ। जस्तै केही उदाहरण दिनुस् न। जस्तै जब कसैलाई खतराको डर लाग्छ, भजन सङ्ग्रह 23:4 भन्छ, मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँ मेरो साथमा हुनुहुन्छ, कति सान्त्वनादायी हो नि। हो नि। अनि जब कोही कमजोर महसुस गर्छ, यसैया 41:10 आश्वासन दिन्छ, यसैले नडर, किनकि म तसँग छु, म तँलाई बलियो पार्नेछु। म तँलाई बलियो पार्नेछु। अनि प्रेम र सम्बन्धमा डर पस्दा 1 यूहन्ना 4:18 सम्झाउँछ, प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरले हटाउँछ। प्रेममा डर हुँदैन। यी पदहरूले डरको जडलाई विभिन्न कोणबाट प्रहार गर्छन्, मूलतः परमेश्वरको चरित्र र उहाँका प्रतिज्ञाहरूमा ध्यान केन्द्रित गराएर। अनि स्रोतले यी पदहरूलाई व्यावहारिक रूपमा प्रयोग गर्ने सुझाव पनि दिएको छ, होइन? खालि पढ्ने मात्र होइन कि? हो, व्यावहारिक प्रयोगमा जोड छ। पदहरू कण्ठ गर्ने। कण्ठै गर्ने? कण्ठ गर्ने। तिनीहरूलाई लेखेर आफ्नो पर्स वा पकेटमा राख्ने, सानो कार्डमा लेखेर। त्यो त गर्न सकिन्छ। अनि जब डर लाग्छ वा फुर्सद हुन्छ, तब तिनीहरूलाई निकालेर पढ्ने र मनन गर्ने। मनन गर्ने? हो, यो केवल बौद्धिक अभ्यास होइन, तर डरको क्षणमा परमेश्वरको सत्यतालाई सक्रिय रूपमा प्रयोग गर्ने तरिका हो। यो त निकै व्यावहारिक सुझाव भयो। आजको यो गहिरो विमर्शबाट हामीले डरको जैविक र मनोवैज्ञानिक पक्ष, यसले पार्ने गहिरो असर, अमिगडालादेखि लिएर, हो, अनि विशेष गरी आत्मिक दृष्टिकोणबाट यसलाई सम्बोधन गर्ने महत्त्वपूर्ण तरिकाहरू, जस्तै त्यो आत्मिक सेवकको उपस्थिति र बाइबलका पदहरूको शक्तिसम्म बुझ्ने मौका पायौं। हो, र मुख्य सन्देश मेरो विचारमा यही हो कि डर एउटा वास्तविक र शक्तिशाली अनुभव भए तापनि
त्यसलाई सामना गर्न सकिन्छ। हो, यो स्रोतले प्रस्तुत गरे अनुसार परमेश्वरको उपस्थितिमा विश्वास गरेर र उहाँका प्रतिज्ञाहरूमा भरोसा राखेर यसलाई सामना गर्न सकिन्छ। अनि मानवीय उपस्थितिको भूमिका पनि भुल्नु भएन। बिल्कुल, त्यो छाला भएको कोही चाहिन्छ नि कहिलेकाहीँ। वनी र अन्त्यमा स्रोतमै उल्लेखित एउटा विचार मनन गर्न छोडेर जाउँ है त। हुन्छ, कुन चाहिँ? हितोपदेश 29:25 भन्छ, मानिसहरूदेखि डराउँदा पासोमा परिएला, तर परमप्रभुमा भरोसा गर्ने चाहिँ सुरक्षित रहन्छ। मानिसदेखि डराउँदा पासो, परमप्रभुमा भरोसा गर्दा सुरक्षा। हो, यस संसारमा डरका अनेक कारणहरू छन्, तर वास्तवमा कुन डर महत्त्वपूर्ण छ अनि कुन कुरामा भरोसा गर्दा साँचो सुरक्षा मिल्छ? यो आफैभित्र खोज्नुपर्ने प्रश्न हो। हो, ल त आजलाई यति नै गरौँ। जय मसी। जय मसी।